बल्ल मेरो पनि बाइक आयो ल। ओइ त बुच्चा खेल्न किन आज? ओए नयाँ नयाँ बाइक किनेर ओहो खोइ चलाउँ न। मेरो नयाँ बाइक नछु ल, मेरो नयाँ बाइक छुँदो रहेछ। यसलाई त नछुवा कि ठिक क्या, कहिले नहुँदैन यो। तिम्रो नयाँ बाइक हो? तनु त जा, पोर हात लाउँदो रहेछ कति न। सँगै कट्टु लाएर हुर्केको तिमी त अब ठुलो भएछौ है साथी। तँभन्दा ठुलै छु त, हाइट हेर्न आफ्नो। यसरी बसेर भएन क्या, अब अति हेप्यो नि त त्यसले हामीलाई। जाउँ हिँड उखर खेल्न। 5 रुपैयाँ मार्यो। बेबी तिमीले बोलाउँदैछ त? खै होला नि कोही बच्चाहरू, नाम लिएर बोलाइरहेको छ त? पागल खुच्चीहरू होला कि कोही। यसले अति हेप्यो यार, यसरी भएन। जाउँ हिँड तास खेल्न। एक्का जुत जोकर परेछ यार मेरो त। जोकरले जोकर त पर्छ नि। वाह, त पनि अब मलाई हेप्ने भइस होइन। त्यो त अब बाइक किनेर अब त्यसको भुइँमा खुट्टै छैन। त पनि अब पहिला मेरो साइकलमा सबैजना अटाउँथे, अहिले म उसको बाइकको ट्याङ्कीमा नै अटाएँ। ट्याङ्की के टायरमा नै अटाइन है। त्यही त भने, त्यसले कहाँबाट ल्याएछ यार त्यस्तो दामी बाइक? ओइ त्यो अनिस गर्लफ्रेन्ड होइन भने होइन हो त नि। हिँड्ने एकचोटि गरेर सोधौँ यार, त्यसको बल त जग्गा नि बेचेको थिएन। कहाँबाट ल्यायो यार त्यस्तो दामी बाइक? खोइ कहाँबाट ल्यायो यार, हिँड जाउँ त सोधौँ। ए सुन्नु न, तपाईँको त्यो बोयफ्रेन्ड अनिसले कसरी बाइक लिएको? त्यो सोध्नु छ कि यामाहामा अहिले इजी फाइनेन्स एभाइलेबल छ कि मात्र 7.99% मा आफूलाई मन परेको बाइक र स्कुटर लिन सकिन्छ। सजिलो छ त, 36 मन्थको लङ्गेस्ट इएमआई प्लान्स, त्यो साथसाथै किस्ता पनि महिनाको धेरै थोरै पर्छ। अनि डकुमेन्ट्सहरू पनि त्यस्तो केही चाहिँदैन क्या, सिटिजनसिप कपी, फोटो, अनि त्यस्तो बेसिक डिटेल्स भए पुग्छ। हो र? त्यो साथसाथै एक्सचेन्जको फेसिलिटिजहरू छ भने एप्रुभलहरू पनि एकदम क्विक हुन्छ क्या। त्यो भए तिमीहरू पनि लिइहाल, विश्वास साथमा चाबी हातमा। त्यसो भए केही चाहिँदैन, यति भए पुग्छ? त्यस्तो पनि होइन, तिमीहरूले ग्यारेन्टर, घर अनुगमन वा आमदामी स्रोत मध्ये कुनै दुईटा प्रक्रिया अप्नायो भने बाइक वा स्कुटर सजिलै लिन सक्छौ। ल अहिले चाहिँ मलाई अलि ढिलो भयो, म निस्किन्छ है। सही हो यार, म किन्छु। तर अहिले मेरो लाइसेन्स छैन क्या, म 2-3 महिनापछि किन्छु। तर किन्छु। त किन्न त, तैँले किन्नु र मैले किन्ने एउटै त हो नि। हुन्छ। ओइ को बेबी तिमीलाई बोलाइरहेको छ त? के होला नि टोलको बुच्चाहरू? ओइ निराजन, फेरि तिम्रै नामले बोलाइरहेको छ। त्यस्तै के पागल बच्चाहरू।